हाम्रो दुईटा गाडीको खाना लिन चाहिँ हिँड्नलाई रेडी भइरहेछ। एउटा चाहिँ यो भयो। म चाहिँ हाल अहिले साउदीको अलवाज भन्ने ठाउँमा छु। यो साइड चाहिँ अहिले बन्दै गरेको नयाँ सिटी अलवाजको मरुभूमि भए पनि निकै नै विकसित देश साउदी अरब। हरेक कुराले सम्पन्न अनि हरेक कुराले भरिपूर्ण भएको देश। यो चाहिँ कब्रस्तान मान्छेहरूलाई यहाँ चाहिँ गाड्छ। यो चाहिँ डम्पिङ एरिया भयो। यो सबै यो रिसाइकल गर्छ सबै। यहाँ प्लास्टिक स्टिलहरू सबै। म चाहिँ अहिले ताबुक जेद्दा जाने मेन हाइवेतिर जाँदैछु। यो चाहिँ मेन हाइवे हो। जेद्दा जानको लागि ताबुक जानको लागि चाहिँ यही बाटोबाट जान सकिन्छ। बाटाहरू यहाँ धेरै सफा सुन्दर हुन्छ। खाना लोड गरेर खाना छोड्न जाँदैछु बस पार्कबाट। यो हाम्रो अर्को गाडीमा खाना लोड हुँदैछ। यो सबै हाम्रै हो। यो चाहिँ मेन हाइवे। यो जेद्दा जाने मेन हाइवे पर्छ। यो यहाँ 80 को स्पिड भन्दा हिँड्न मनाइ छ। 80 को स्पिड भन्दा हिँड्नु पाइँदैन। यो चाहिँ मेन हाइवे। म चाहिँ अहिले 70 को स्पिडमा हिँड्दैछु। बाटोमा क्यामेराहरू छ। म चाहिँ अहिले अलवाजको एयरपोर्टतर्फ जाँदैछु। अलवाजको एयरपोर्ट देख्न सक्नुहुन्छ त्यता छ। एयरपोर्ट यो अहिले हालको लागि चाहिँ डोमेस्टिक एयरपोर्ट छ। केही समयको लागि चाहिँ केही समयपछि चाहिँ यो इन्टरनेसनल एयरपोर्ट बन्दैछ। मेन्टेनेन्सको काम चलिरहेको छ। हामी एयरपोर्टको गेटतर्फ आइसकेका छौँ। तर अहिले चाहिँ गेटतिर चाहिँ नछिर्ने। यो एयरपोर्ट मेन्टेनेन्स हुँदैछ। अब हामी कर्नेसतिर जाँदैछौँ। मरुभूमि भए तापनि निकै नै रमणीय क्षेत्र छ यो अलवाज। म चाहिँ अलवाजको कर्नेसतर्फ आइसकेको छु। यहाँ माछा बजार छ। यहाँ यो चाहिँ माछा बजार भयो। हेर्न सक्नुहुन्छ यो चाहिँ कर्नेस अलवाजको कर्नेस निकै नै रमणीय ठाउँ छ। गाइज ड्युटी पनि गर्नै पर्यो।
अलवासकै ठुलो मार्केट छ अलराहे। यो चाहिँ अलवास सानो सिटी छ, सानो सिटी मध्येको सबैभन्दा ठुलो सुपर मार्केट भनिन्छ। म चाहिँ मेरो गन्तव्यतिर जाँदैछु। म खाना दिने ठाउँतर्फ आइपुग्न लागेँ। मैले खाना दिने ठाउँ आइसकेँ। म यही घरमा हो। अब म रोक्नु पर्ने हुन्छ। खाना चाहिँ यसरी ल्याइन्छ। अब यहाँबाट धेरै ठाउँमा डिस्ट्रिब्युट गर्नुपर्छ।